आजको व्यस्त जीवनशैली, धुवा-धुलो र तनावले गर्दा हाम्रो अनियमित खानपानले गर्दाखेरि छालाले प्राकृतिक चमक हराइसकेको छ, गुमाइसकेको छ। धेरैजसो मानिसहरू अनुहारमा देखिने कालो दाग, पिगमेन्टेसन, डार्क सर्कल, खुला पोर्स र निस्तेज छाला समस्याले हैरान हुनुभएको छ। यस्ता समस्याबाट छुटकारा पाउन धेरैले महँगा क्रिम र स्किन ट्रिटमेन्टमा पैसा खर्च गर्ने भन्नुभएको छ। के तपाईँलाई थाहा छ हाम्रो आफ्नै भान्सा घरमा पाइने केही सामान्य सामग्रीले पनि हाम्रो छालाहरूलाई स्वस्थ, चम्किलो र प्राकृतिक सामग्रीहरूद्वारा नै हाम्रो स्किनलाई चमक बढाउन सक्छौँ, हाम्रो स्किनमा ग्लो फर्काउन सक्छौँ, प्राकृतिक चमक ल्याउन सक्छौँ। आजको भिडियोमा म हजुरहरूलाई घरमै सजिलै प्रकारले बनाउन सकिने 5वटा शक्तिशाली DIY होम केयर स्किन केयर उपायहरू बताउने छु, जुन नियमित रूपमा प्रयोग गर्दा छालाको रङ परिवर्तन होइन तर छालाको प्राकृतिक सौन्दर्यलाई अझ निखार्न र दाग धब्बा हटाउन सहयोग पुर्याउनेछ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि अन्तिम उपाय धेरैको मनपर्ने निकै प्रभावकारी मानिन्छ। याद राख्नुहोस्, हरेक प्राकृतिक छालाको रङ सुन्दर हुन्छ। हाम्रो लक्ष्य गोरो बन्नु होइन, स्वस्थ, सफा र चम्किलो छाला प्राप्त गर्नु हो। घरमै गर्न सकिने 5 उत्कृष्ट स्किन ग्लो रेमेडी। दही र मुलेठी पाउडर। नम्बर 1 भयो दही र मुलेठी पाउडरको मास्क, फेस मास्क। अब यसलाई बनाउनको लागि 1 चम्चा मुलेठीको धुलो र 2 या 3 चम्मच जस्तो दही, आधा चम्मच या तपाईहरुको फेस अनुଯାयी जति क्वान्टिटी लिनु भएको छ, अलिकति बढी पनि लिन सक्नुहुन्छ, अलिकति कम्ती पनि लिन सक्नुहुन्छ, त्यही अनुଯାयी तपाईहरुले लिनु पर्यो। मह, यी सबै सामग्रीलाई राम्ररी मिसाएर अनुहारमा 20 र 25 मिनेट लगाउनुहोस् र त्यसपछि सफा पानीले धुनुहोस्। हप्तामा 2 या 3 पटक प्रयोग गर्दा हाम्रो परिणाम देख्न सकिन्छ। अब नम्बर 2 चाहिँ भयो राइस वाटर। ग्लो स्किनको लागि यो ग्लो टोनर भनिन्छ यसलाई, हैन? राइस वाटर टोनर या राइस ग्लो टोनर। चामलको पानी। चामलको पानीमा पाइने एमिनो एसिड र एन्टिअक्सिडेन्टले छालाका काला दाग कम गर्न, छालालाई हाइड्रेट राख्न र उमेर बढ्दै जाँदा देखिने असर कम गर्न मद्दत गर्छ, छालालाई टाइट पनि बनाउँछ। र यसलाई बनाउने तरिका 2बाट 4 चम्मच जस्तो चामल रातभर पानीमा भिजाउनुहोस्। बिहान त्यसमा 1 चम्मच एलोभेरा जेल र आधा चम्चा ग्लिसरिन मिसाउनुहोस्। यसलाई स्प्रे बोतलमा राख्ने र अनुहारमा धोएपछि दैनिक प्रयोगमा गर्न सकिन्छ। यसलाई स्प्रे बोतलमा राख्नुहोस् र अनुहार धोएपछि टोनरको रूपमा यसलाई सधैँ नै स्प्रे गर्न सक्नुहुनेछ। 3 नम्बर भयो आलुको रस। आलुको रसले के गर्छ? हाम्रो आलु खाइन्छ, तर आलुको रसले हाम्रो प्राकृतिक निखार पनि दिने गर्छ। र त्यसलाई कसरी प्रयोग गर्नुपर्छ भनेपछि आलुमा भएको प्राकृतिक एन्जाइमहरूले हल्का प्राकृतिक ब्लिचको काम गर्छ, तर छालालाई कुनै हानि नगरी यसले डार्क सर्कल, दाग धब्बा र पिगमेन्टेसन कम गर्न सहयोग पुर्याउँछ। यसले ब्लिचको जस्तो काम पनि गर्छ। अब यसलाई बनाउने विधि भयो आलुको बोक्रा हटाएर यसलाई ग्रेट गर्नुहोस्, खस्नुहोस्, त्यसको रस निकालेर कपासको सहायताले अनुहारमा या डार्क सर्कल भएको भागमा लगाउनुहोस्। 15बाट 20 मिनेटसम्म राखेर यसलाई धुनुहोस्। दैनिक प्रयोग गर्दा अझ राम्रो नतिजा प्राप्त गर्न सकिन्छ। यसको कुनै साइड इफेक्ट पनि हुँदैन। देशी उपटन के बेसन र हर्दी। अब यसलाई चाहिँ कसरी बनाउने? 2 चम्मच जस्तो बेसन लिनुहोस् र हाफ चम्मच जस्तो हर्दी लिनुहोस्। 2 चम्मच जस्तो बेसन र 1 चिम्टी बेसर यानी हर्दी यसलाई लिनुहोस् र जति प्रयोजन पर्छ यसलाई मिक्स गर्नको लागि दही लिनुहोस्, उति नै। यसमा म अहिले भनिन 1 चम्मच या 2 चम्मच तपाईहरुले जति लिनुहुन्छ त्यही अनुसारले एउटा बाक्लो खालको पेक बनाउनको लागि दही त्यति नै लिनु पर्यो। र दही चाहिँ कसरी लिनुपर्छ भनेपछि दही अलिकति छान्नेमा छान्नुहोस् र बाक्लो दही चाहिँ लिनुभयो भने राम्रो हुनेछ। यसलाई मिसाएर पेस्ट बनाउनुहोस्। अनुहारमा 20 या 25 मिनेटसम्म लगाउनुहोस्। अलिकति सुक्न थालेपछि हल्का हल्का मसाज गर्दै यसलाई रिमुभ गरिदिनुहोस् र सफा पानीले धुनुहोस्। र सप्ताहमा 2 पटक यसलाई युज गर्ने गर्नुहोस्।
मिक्स ग्लो पाउडर भनिन्छ। त्यो पाउडर पनि तपाईहरुले बनाएर स्टोर गरेर त्यहाँबाट आफ्नो फेस मास्कको जस्तो युज पनि गर्न सक्नुहुन्छ। यसको लागि हामीले लिनु पर्यो आलु, टमाटर, चामल, चुकन्दर, कस्तुरी बेसर र मिल्क पाउडर जस्ता प्राकृतिक सामग्रीहरूको मिश्रण। र यसले छालामा सँगै ताजगी र प्राकृतिक ग्लो दिनेछ। यसले छालामा सँगसँगै ग्लो बढाउनेछ, चमक पनि बढाउनेछ। अल टाइपको छालामा यो जो पाउडर हो, मिक्स पाउडर युज गर्न सकिन्छ, कुनै हानि छैन, साइड इफेक्ट छैन यसको। र यसको लागि बनाउने तरिका भयो 1 चम्मच यो जो ग्लो पाउडर सब मिक्स भएको पाउडर, 1 चम्मच ग्लो पाउडर, 1 चम्मच दही र आधा चम्मच या आफ्नो क्वान्टिटी अनुसार मह। यी सबै मिसाएर फेस प्याक तयार गर्नुहोस् र हप्तामा 3 पटक प्रयोग गर्नुहोस्। र म हजुरहरूलाई यो पनि भन्दैछु, यो जो पेकहरू मैले 5टा पेकको बारेमा भने र यसको महत्त्वपूर्ण सुझावहरू म हजुरहरूलाई भन्दैछु। प्राकृतिक छालाको रङ परिवर्तन गर्न सकिँदैन, तर दाग धब्बा, पिगमेन्टेसन र निस्तेजपन हटाएर छालालाई अझ स्वस्थ र चम्किलो बनाउन सकिन्छ। राम्रो नतिजाका लागि नियमित प्रयोग र धैर्य अत्यन्त आवश्यक छ। अत्यधिक केमिकल युक्त ब्लिच र उत्पादनको सट्टा प्राकृतिक सामग्री प्रयोग गर्नुहोस्, छालाको लागि सुरक्षित विकल्प हुन सक्छ। स्किन केयर सँगै पर्याप्त पानी पिउनुहोस्, सन्तुलित आहार खाने र राम्रो निद्रा लिने बानीले पनि छालाको स्वास्थ्यमा ठूलो भूमिका खेल्छ। यदि तपाईहरु पनि घरमै बसेर नेचुरल तरिकाले आफ्नो स्किनमा ग्लो, चमक र अलवेज हाइड्रेट बनाइराख्न चाहनुहुन्छ, स्किनलाई टाइट बनाउन चाहनुहुन्छ भने उपायहरू नियमित गर्नुहोस्। र भिडियो उपयोगी हो भन्ने भयो भने भिडियोलाई लाइक गर्दै च्यानललाई सब्स्क्राइब पनि गर्नुहोस्। आजको लागि बाइ बाइ।